guys, namaste, good morning everyone. My name is Raj Koirala, my YouTube channel Ramo Kilo. यो चाहिँ मोरक्को रमणीय एकदमै रमणीय स्थलमा हामी छौं। एकदम मैले यहाँ चाहिँ नजिकबाट एकदम रमणीय स्थलहरू क्याप्चर गरिरहेको छु। हाम्रो भाइहरू यहाँ चाहिँ वकिङ गर्न आउनु भएको छ। यस्तो सुन्दर रमणीय ठाउँ छ यो मोरक्को एकदम ब्युटिफुल एरिया भित्र पर्ने छ। सुन्दर रमणीय यो मोरक्को सुन्दर एरियामा हामी छौं। यो हाम्रो खेवाताललाई बिर्सिनी त्यसरी सुन्दर हैन। यो चाहिँ सारा टाढा टाढासम्म पनि देखिने। यो डाँडा काँडाको बीचमा यस्तो पानी तलाउ यस्तो राम्रो सुन्दर छ कि हेर्दा त्यसै मनमोहक छ। हेलो 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 हाय एभ्रीवन। म चाहिँ आज मोरक्को चाहिँ त्यो सुन्दर रमणीय ठाउँमा छु, घुम्न आइरहेको छु भिजिट। अच्छा भाइ, ओहो very beautiful रमणीय स्थल, very रमणीय। हामी पहाड जस्तो ठाउँमा आइपुगेका छौँ। यस्तो चाहिँ रमणीय ठाउँ छ यो, सुन्दर रमणीय स्थल मोरक्को। वाओ, very beautiful। दामी फ्यान्टास्टिक मोरक्को यो सुन्दर दृश्य। मोरक्कोमा यस्तो दृश्यहरू पनि देख्न पाइँदो रहेछ। हेर्नु जमिन भाँसिएर यहाँ यस्तो छ। एकदम चाहिँ भित्रभित्र खोज सेतीको खोज जस्तो भएको छ। दामी डाँडा काँडा झाकिएको छ। बेसरी राम्रो चाहिँ रमाइलो हाइकिङ भइरहेछ साथीभाइहरूसँग। यो चाहिँ यस्तो मनमोहन यो दृश्यको साथ आज दह्रो हाइकिङ भइरहेछ। यो मोरक्कोको एकदम सुन्दर रमणीय ठाउँ, एकदम चाहिँ बेसै राम्रो छ है। यहाँ हाम्रो हाइकिङ हुँदैछ मोरक्कोको यो उकालो बाटोमा। गाइज हेर्नुहोस्, उहाँ पछाडि हिँड्ने चाहिँ हाम्रो कोइराला सर हो के अरे। अगाडि टोलीहरू छन् थाकेर। ल यहाँ कोइराला सरलाई चाहिँ लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्दै मेरो वक्तव्य। डाँडा काँडा एकदम सुन्दर पहाड, रमणीय स्थल छ, साह्रै रमणीय छ यो हाम्रो खेवाताल बिर्साउने चाहिँ सुन्दर रमणीय स्थल यो मोरक्कोको एकदमै हामी चाहिँ पर्यटन स्थलमा आइरहेका छौँ। सुन्दर छ एकदम, बेसरी रमाइलो।